हेलो गाइस, फेरि पनि वेलकम छ मेरो मिनी ब्लगमा है। आज पढ्न गएको मेरो बर्थडेमा चाहिँ केटाहरूले चाहिँ आज केक सेक ल्याएर चाहिँ अब केक सेक ल्याएर चाहिँ अब केक ल्याएपछि के गर्ने भन्नुपर्दा केक ल्याएपछि त काट्नु पऱ्यो भनेर चाहिँ अब हामी चाहिँ टक्क लाएर केक सेकलाई खोलेर अब चाहिँ काट्ने तयारीमा छौँ है त गाइस। टक्कै केक सेक खोलिसकेपछि अब काट्नुपर्छ भनेर साथी विकेशले चाहिँ टक्कै मोबाइललाई बोतलको स्ट्यान्ड बनाएर है टक्क मोबाइल चाहिँ राखिसकेको छ। अब चाहिँ हामी सेलिब्रेट गर्नतिर लाग्दैछौँ गाई चाहिँ। ल अब बर्थडे सुरु भयो। अब अर्जुन साथीले चाहिँ अब बर्थडे बोयलाई भन्दा नि बरु अरूलाई पुरो लास्टै गरिदिएर एकै ठाउँ मात्र हालिदिइरहेको है। जे होस् राम्रै भयो। अब चाहिँ हामी टक्क लाएर अब केक सेक अब काटेर साथीहरूलाई खुवाउँछौँ। अब कसरी सेलिब्रेट गर्नुपर्छ भन्ने कुरा चाहिँ खासै थाहा छैन। केटाहरूले सरप्राइज दिएर चाहिँ बर्थडे एकदम स्पेसल भयो होइन। अब हामी चाहिँ त्यो अनि सेलिब्रेट गरिसकेपछि चाहिँ अब बाँकी रहेको केक चाहिँ फाल्नु भएन। बाँकी भएको केकलाई नि अब हामी चाहिँ ल खानुपर्छ भनेर चाहिँ हामी आपसमा होइन बाँकी रहेको केकलाई चाहिँ हामी बाँडेर खाँदैछौँ। अनि बर्थडे सेलिब्रेट गरिसकेपछि अब भात पनि खानु पऱ्यो भने भातमा चाहिँ के छैन त्यस्तो। भातमा चाहिँ आज मासु दाल भात मात्रै हो, त्यति हो है। यतिसम्म भिडियोलाई हेरिदिनु भयो त्यसको निम्ति चाहिँ सबैजनालाई एकदम हृदयदेखि धन्यवाद। विशेष गरी चाहिँ केटाहरूलाई एकदम धन्यवाद है। ल त बाई बाई, टाटा।